गाइस हामी चाहिँ घाँस काट्नु गएको तर यहाँ पुरा बेसी बाँदर रहेछ हौ। कता गयो लुक्यो त आमा? ओइ बाँदर देखाउँ भनेको कि। ए ऊ 2-3वटा रहेछ, थुप्रो रहेछ ऊ। ऊ जाउँ आमा, यिनीहरूलाई हेरिरहेको हुन्छ नि। अहिले हामीलाई ढुङ्गाहरू पल्टाएर किचेरिरहेको छ हो। हामी चाहिँ घाँस काट्नु गएको। घाँस चाहिँ आमा कहाँ काट्छौँ? अब हामी घाँस यहाँ तल काट्नु आँटेको, अम्लिसो घाँस हो। आज कि वेदर यस्तो छ। म चाहिँ घाँस नकाट्नु अरे हो, म चाहिँ खेत काट्ने हो। अब चाहिँ हामीले भने काटिसक्नु आँट्यो कि काटिसक्यो। यहाँ यति छ, त्यति भयो। पुग्दैन भन्दैछ आमाले हो। पुगेन भने अझै काट्नुपर्छ, तर माथिबाट पानी पनि सुरु भइसकिएको छ हो। पानी आउन थाल्यो। यस्तो हालतमा छु। अब चाहिँ हाम्रो भारी रेडी भयो, काटिसक्यौँ हो। कच्चा चाहिँ यसरी बोक्नुपर्छ यहाँ। ए होइन, आज त आमा छ त, आमाले बोकिदियो हो। अब यो भारी चाहिँ म हिँडेको, अब चाहिँ हिँडेको